रवि लामिछाने नयाँ सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन्। भलै यो सरकारमा अहिलेसम्म 3 जना उपप्रधानमन्त्री छन्, तर उपप्रधानमन्त्री भनेको प्रधानमन्त्री पछिको दोस्रो शक्तिशाली मन्त्री पद हो सरकारमा। त्यही माथि उनले गृह मन्त्रालय पनि पाएका छन्। गृह मन्त्रालय यस्तो मन्त्रालय हो जसले देशमा व्याप्त भ्रष्टाचार, कालोबजारी, ठगी, लुटपाट, चन्दा आतंक लगायतका सम्पूर्ण विथितिहरूलाई हटाउनको लागि महत्त्वपूर्ण भूमिका खेल्छ। गृह मन्त्रालयकै मातहत सुरक्षा संयन्त्र, प्रहरी, प्रशासन पनि हुने गर्दछ। रवि लामिछानेका लागि यो अत्यन्त महत्त्वपूर्ण अवसर हुन सक्छ। उनले भने जस्तै, उनले टिभीमा उनी कुर्लिए जस्तै, यदि उनले सशक्त ढङ्गबाट नेपालको प्रहरी प्रशासन र आफ्नो अख्तियारलाई प्रयोग गरेर सुशासन कायम गर्न सक्यो भने अबको 5 वर्षमा उनलाई प्रधानमन्त्री बन्न कसैले पनि रोक्दैन। उनको लोकप्रियता अझै तुलिन्छ र उनी साँचो अर्थमा हिरो बन्ने अवसर पनि पाउनेछन्। तर